बिन कनेक्ट एप्लिकेसनमा तपाईलाई स्वागत छ। पहिला हामीले अनबोर्डिङ स्क्रिन देख्न सकिन्छ जहाँ बिन कनेक्टको बारेमा जानकारी दिएको हुन्छ। नेक्स्ट क्लिक गरी हामी अर्को पेजमा जान सकिन्छ। अब त्यसपछि आउने स्क्रिन भनेको भाषा छनौटको स्क्रिन हो, जहाँ प्रयोगकर्ताहरूले अङ्ग्रेजी वा नेपाली भाषामध्ये एउटा छनौट गर्न सक्नुहुनेछ। भाषा छनौट गरिसकेपछि हामीले कन्टिन्यू क्लिक गर्नुपर्नेछ। यदि तपाईँ एक व्यावसायिक व्यक्ति प्रोफेसनल हुनुहुन्छ भने म सेवा प्रदायक हुँ, आई एम अ सर्भिस प्रोभाइडर भन्ने पेज छान्नुपर्नेछ, जसको अर्थ तपाईँ सेवा प्रदान गर्न वा आफ्ना उत्पादनहरू देखाउन चाहनुहुन्छ। तर यदि तपाईँ सेवा खोज्न आउनुभएको प्रयोगकर्ता हुनुहुन्छ भने अर्को विकल्प छान्नुपर्नेछ। छनौट गरिसकेपछि हामीले कन्टिन्यू क्लिक गर्नुपर्नेछ। अब हजुरको प्रोफाइल बनाउनका लागि हजुरहरूले रेजिस्टर प्रोफेसनल अकाउन्टमा क्लिक गर्नुपर्नेछ। त्यहाँ थिचिसकेपछि हजुरहरूलाई मोबाइल नम्बर हाल्नुपर्नेछ। मोबाइल नम्बर हालिसकेपछि रिक्वेस्ट ओटिपी बटनमा थिच्नुहोस्। हजुरहरूको एसएमएसद्वारा हजुरहरूको मोबाइल नम्बरमा एउटा ओटिपी आउनेछ, जुन हजुरहरूले यो ठाउँमा हाल्नुपर्नेछ। त्यसपछि हजुरहरूले सबमिटमा क्लिक गर्नुहोस्। अब हजुरहरूको प्रोफेसनल प्रोफाइलको लागि इन्फर्मेसन हाल्ने पेज देख्न सक्नुहुनेछ। सबैभन्दा पहिला तपाईहरूले तपाईहरूको पुरा नाम लेख्नुपर्ने हुनेछ। तपाईँ संस्था, अर्गनाइजेसन वा फ्रिलान्सर मध्ये कुनै रूपमा जोडिँदै हुनुहुन्छ भने त्यो छनौट गर्नुपर्नेछ। यदि तपाईँ संस्था भएर जोडिँदै हुनुहुन्छ भने संस्थाको नाम टाइप गर्नुहोस्। त्यसपछि प्रोफेसनलको प्रकार ड्रपडाउन मेन्युबाट छनौट गर्नुहोस्। हजुरहरूले एउटा वा अन्य धेरै प्रकारहरू छनौट गर्न सक्नुहुनेछ। छनौट गरिसकेपछि डन बटनमा क्लिक गर्नुपर्नेछ। अब सम्पर्क विवरणहरूको सेसनमा जानुहोस्। पहिलो तपाईको इमेल ठेगाना लेख्नुहोस्। त्यसपछि तपाईको वास्तविक संस्थाको स्थान अनुसारको जिल्ला छान्नुहोस्। तपाईहरूले यहाँ सर्च पनि गर्न सक्नुहुनेछ। त्यसपछि तपाईले सेवा प्रदान गर्ने जिल्ला अथवा क्षेत्रहरू छान्न सक्नुहुनेछ। यदि तपाईँ धेरै जिल्लामा सेवा दिनुहुन्छ भने धेरै जिल्ला पनि छान्न सक्नुहुनेछ। सेलेक्ट अलले सबै जिल्लाहरू छनौट गर्नेछ। छनौट गरिसकेपछि हजुरहरूले कन्फर्म सेलेक्सन गर्नुपर्नेछ। अन्त्यमा डकुमेन्ट सेसनमा तपाईले आफ्नो प्रमाणपत्र, दर्ताका कागजातहरू आदि अपलोड गर्नुपर्नेछ, जुन तपाईको योग्यता बिन कनेक्ट टिमले प्रमाणित गर्ने आधार हो। डकुमेन्ट अपलोड गरिसकेपछि तपाईहरूले अन्त्यमा सबमिट बटनमा क्लिक गर्नुपर्नेछ। त्यसपछि तपाईको आवेदन बिन कनेक्टको एडमिन टिममा समीक्षाका लागि जाने प्रक्रियामा गएको छ। जब तपाईको आवेदन स्वीकृति हुन्छ त्यसपछि मात्र तपाईँ एपमा लगइन हुन सक्नुहुनेछ।